नेपालको स्वास्थ्य क्षेत्रमा अहिले एउटा निकै ठूलो बहस चलिरहेको छ। त्यो हो डाक्टरले औषधिको पर्चामा लेख्ने नामको बारेमा। सुन्दा सामान्य लाग्न सक्छ, तर यो विषय किन यति गम्भीर बन्यो त? ल आउनुहोस् यसको भित्र पसेरै हेरौँ। सोच्नुस् त, हामी डाक्टर कहाँ जाँदा औषधिको पर्चामा के नाम लेखिएको छ भनेर खासै ध्यान दिँदैनौँ, हैन र? तर अचम्मको कुरा के छ भने अहिले त्यही सानो देखिने नामले एउटा यस्तो ठूलो बहस जन्माएको छ जसले बिरामीको स्वास्थ्य र सुरक्षामा सिधै असर पार्न सक्छ। यो पुरै बहसको जडसम्म पुग्नका लागि सबैभन्दा पहिले त हामीले औषधिहरू कस्ता कस्ता हुन्छन् भनेर बुझ्न जरुरी छ। खासगरी नेपाल चिकित्सक सङ्घले यसलाई कसरी छुट्याएको छ त्यो हेरौँ है त। ल, पहिलो नम्बरमा छ ब्रान्डेड औषधि। यो भनेको के हो भने कुनै एउटा कम्पनीले वर्षौंसम्म अनुसन्धान गरेर पैसा खर्चेर एउटा नयाँ औषधि पत्ता लगाउँछ र निश्चित समयसम्म, मतलब पेटेन्ट अवधिभर त्यो औषधि बनाउने र बेच्ने अधिकार केवल त्यही कम्पनीसँग मात्रै हुन्छ। हो, त्यसैले त यस्ता औषधिहरू अलि महँगो पनि हुन्छन्। अब आउँछौँ दोस्रो प्रकार, ब्रान्डेड जेनेरिक। यहाँनिर अलि रमाइलो कुरा छ। जब त्यो पहिलो कम्पनीको पेटेन्ट सकिन्छ, तब अरू कम्पनीहरूले पनि त्यही फर्मुला, त्यही मलिक्युल प्रयोग गरेर औषधि बनाउन पाउँछन्। तर उनीहरूले आफ्नो छुट्टै ब्रान्ड नाम दिएर बेच्छन्। हाम्रो बजारमा पाइने धेरैजसो औषधिहरू त यस्तै त हुन् नि। र तेस्रोमा छ जेनेरिक औषधि। यसमा चाहिँ कुनै फ्यान्सी ब्रान्ड नाम हुँदैन, सोझै त्यसको वैज्ञानिक नाम अर्थात् मोलिक्युलको नाम नै राखिन्छ। जस्तै प्यारासिटामोल। सिद्धान्तले के भन्छ भने यो पनि ब्रान्डेड औषधि जत्तिकै प्रभावकारी हुनुपर्छ, तर मूल्यमा चाहिँ निकै सस्तो। ल, अब हामीले औषधिका 3 प्रकारबारे त थाहा पायौँ। त्यसो भए अब लागौँ खास मुद्दातिर। आखिर नेपाल चिकित्सक सङ्घले किन यस्तो गम्भीर चासो देखाइरहेको छ त यो विषयमा? के हो उनीहरूको चिन्ता? यहाँ देख्न सकिन्छ यो सङ्घले निकालेको आधिकारिक विज्ञप्ति हो। यसले उनीहरूको चिन्ता के हुन् भनेर छर्लङ्गै पार्छ र उनीहरूले औल्याएका समस्याहरू सामान्य होइनन्, एकदमै प्रणालीगत छन्। सबैभन्दा पहिलो र सायद सबैभन्दा ठूलो चिन्ता खुला सिमाना। भारतसँगको खुला सिमानाले गर्दा कुन औषधि कहाँबाट कसरी भित्रिँदैछ भन्ने कुरामा कडा नियन्त्रण र निगरानी राख्न लगभग असम्भव जस्तै भएको छ। अब खुला सिमाना र फिक्लो नियमन भएपछि के हुन्छ त? हो, त्यसकै सिधा नतिजा हो बजारमा छ्यापछ्याप्ती पाइने कमसल, गुणस्तरहीन र कहिलेकाहीँ त झन् नक्कली औषधिहरू। यस्ता औषधिले त बिरामीको ज्यानै लिन सक्छ नि, होइन र? र सबैभन्दा डरलाग्दो कुरा के हो भने बजारमा आएका यी सबै औषधिहरूको गुणस्तर कस्तो छ भनेर नियमित रूपमा जाँच्ने कुनै भरपर्दो सिस्टम नै छैन। अब भन्नुहोस्, कुन औषधि असली र कुन नक्कली, कुन राम्रो र कुन नराम्रो भनेर कसरी थाहा पाउने? आधार नै के हो? यिनै गम्भीर समस्याहरूलाई अगाडि राखेर नेपाल चिकित्सक सङ्घले आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको हो र उनीहरूको सम्पूर्ण ध्यान एउटै कुरामा केन्द्रित छ, बिरामीको सुरक्षा। सङ्घको भनाइ एकदमै प्रष्ट छ। उनीहरू भन्छन् चिकित्सकलाई जेनेरिक नाममा मात्र औषधि लेख्न बाध्य पार्नु अव्यावहारिक, अवैज्ञानिक र बिरामीको हितमा छैन। उनीहरूको तर्क के हो भने अहिलेको जस्तो भद्रगोल बजारमा डाक्टरले जेनेरिक नाम मात्र लेखिदियो भने बिरामीले कुन चाहिँ कम्पनीको गुणस्तरीय औषधि पाउँछ भन्ने कुनै ग्यारेन्टी नै हुँदैन, जोखिम झन् बढ्छ। यसरी हेर्दा यो बहसमा 2टा पाटा देखिन्छ। एकातिर जेनेरिक नाम मात्रै लेख्ने कुराले औषधिको मूल्य घटाउने र एउटा मानक बनाउने राम्रो उद्देश्य राखेको छ। तर अर्कोतिर चिकित्सक सङ्घले के भनिरहेको छ भने बजारको अवस्था यस्तो खराब छ कि अहिले त्यो लागू गर्दा बिरामीको स्वास्थ्य नै खतरामा पर्छ। त्यसैले यो बहस पैसाको मात्रै होइन, यो त ज्यानको सुरक्षाको बहस हो। तर राम्रो कुरा के हो भने सङ्घले समस्या मात्रै देखाएको छैन, उनीहरूले यसको समाधानको लागि एउटा बाटो पनि देखाएका छन्। ल, अब हेरौँ उनीहरूले यो पुरै सिस्टमलाई सुधार्न के गर्नुपर्छ भनेर सिफारिस गरेका छन्। उनीहरूले एउटा 8 बुँदे योजना नै अघि सारेका छन्। यसमा नीति नियम सुधार्नेदेखि लिएर कडा नियमन गर्ने अनि जेनेरिक औषधि सजिलै उपलब्ध गराउने जस्ता कुराहरू छन्। तर यी सबैमध्ये सबैभन्दा महत्त्वपूर्ण सुझाव के हो भने एउटा शक्तिशाली र स्वायत्त, मतलब सरकारको हस्तक्षेप नहुने औषधि नियामक निकाय बनाउनुपर्छ, जसले बजारमा आउने हरेक औषधिको गुणस्तर जाँच्न सकोस् र सँगसँगै आउँ मानिसलाई पनि यसबारे सचेत गराउनु उत्तिकै जरुरी छ। ल, त्यसो भए यो पुरै छलफलको सार के हो त? हामीले के कुरा चाहिँ बुझ्नुपर्छ?
मुख्य कुरा औषधिको बाकसमा कुन नाम लेखिएको छ भन्ने होइन। मुख्य कुरा त बिरामीले खाने औषधि सुरक्षित छ कि छैन र त्यसले साँच्चै काम गर्छ कि गर्दैन। हो, यही हो। चिकित्सक सङ्घको अडान पनि यही व्यावसायिक जिम्मेवारी र बिरामीको सुरक्षामा टिकेको छ। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न छोडेर जाँदैछु। जब सवाल बिरामीको स्वास्थ्य र ज्यानको आउँछ, तब नेपालको औषधि नियमनको भविष्य कस्तो हुनुपर्छ? यो पुरै प्रणालीलाई भरपर्दो बनाउन अब हामीले के गर्नुपर्ला? यो प्रश्नमा सोच्न हामी सबैको लागि जरुरी छ।